माई युट्युब. सो आज चाहिँ म जाँदैछु ओसाका नाम्बा. त्यहाँ चाहिँ सुजन चापागाईको कन्सर्ट हुँदैछ है. अनि सो म चाहिँ धेरै पछि फेरि भ्लग गर्दैछु यसरी. र म चाहिँ अब घरबाट निस्केर अनि त्यसपछि चाहिँ म जान्छु स्टेसनमा चाहिँ मेरो साथी पर्खिरहेको हुन्छ. सो या म चाहिँ अब मेरो आउटफिट अफ द डे देखाउँछु है त. I'm just wearing traditional today. Documenting my life. कस्तो हावा चटेको. आज पानी पनि देखाएको छ कि त्यही भएर अलिक हावा चलिरहेको रहेछ. Oh my god, everyone is looking at me. कस्तो लाज लाग्दो रहेछ. म एक्लै छु नि त त्यही भएर हो. तर या केही फरक परेन. म चाहिँ भन्छु लाइक आफूलाई मन लागेको कुरा गर्न त पाएँ नि त होइन. अब विदेशमा विदेशीहरू कति धेरै हुन्छ अनि उनीहरूले आफ्नो कल्चरल ड्रेस होइन अब यसरी लगाएर हिँड्दाखेरि चाहिँ उनीहरूले चाहिँ अब कहिले देखेको हुँदैन नि त. सो के नै लाएर हिँड्ने जस्तो गर्छ होइन. तर वी क्यान होइन हामीले लाउन पायो नि त. आफूलाई जसरी लाउन पायो जसरी हिँड्न पायो. तर अलिकति लाज चाहिँ लाग्ने रहेछ. मेरो फर्स्ट टाइम पनि हो यसरी हिँड्नुको बाहिर. त्यही भएर पनि होला. सो म चाहिँ अहिले स्टेसन आइसकेको छु. अनि मेरो साथी चाहिँ अर्को स्टेसनमा छ अरे. ऊ आएपछि चाहिँ हामी सँगै जानेवाला छौँ है. सबैजनाले हेरिरह यता हेर. मैले भ्लग बनाइरहेको छु. जस्तो भएर मेकअप पुगेर हामी चाहिँ फेरि अर्को दुईजना साथीलाई पर्खिरहेको छौँ स्टेसन बाहिर. हाम्रो साथीहरू चाहिँ ऊ पर आउँदैछन् दुईवटा भुन्डाहरू नोबीले त कस्तो राम्रो लुगा लगाएको भनेर ब्याडी सुजन चापागाईको कन्सर्टमा गएको ब्याडी भएर फेरि अर्को ब्याडी यता सुजन चापागाउँदाले त अनि ब्याडीवालासँग त बजाउँदैन गाउनुहुन्न. त्यही भएर त म यहाँ संस्कारी भएर आएको. सबै राम्रो लाग्छ गीतहरू चाहिँ है. हाई भना. भलक अहिले गर्नुपर्छ आउटफिट ल. ओ माई गॉड कालो आउँदैछ. म मात्र हो कि यहाँ संस्कारी भनेको चाहिँ. तीनटा ब्याडीको ल जम ओ माई गॉड ल सक्छ त सक्दैन नि फेरि. ल जम हामी चाहिँ अहिले आइपुगेको छौँ यो दाइमोचुमा. अनि अब यसपछि चाहिँ हामी जानेछौँ नाम्बा. एडिट गरिहाल्छु चाहिँ अहिले ओसाकाको नाम्बा आइसकेको छु. लाज पचाएर पनि म चाहिँ अब भ्लग गर्न सुरु गरेको. यहाँ हेर्नु त कति राम्रो हो माइ गड ओनिगिरीहरू है. सो हामी चाहिँ ओसाकाको नाम्बा आइसकेको छौँ. अब हामी जान आँटेको छौँ नाम्बा ह्याच. ब्युटिफुल लेडिजहरू अब हिँड्नुपर्छ 9 मिनट. हामी चाहिँ स्टेसनबाट बाहिर निस्किसकेको छौँ. अनि अब हामी चाहिँ नाम्बा ह्याच जानुपर्ने छ. अनि साथीहरू चाहिँ म्याप हेर्दैछ. अनि म चाहिँ यो ओसाका
ओसाका नाम्बा है आयो भने चाहिँ यस्तै हुन्छ कि मान्छे धेरै हुन्छ अनि कहाँ हो जस्तो लाग्छ कि यो त काप्पु छ अरे के अब यो हो रे होइन भनेको अनि यो त काप्पु छ अरे के हेरेर जानुपर्छ फेरि अहिले तर राम्रो छ मलाई चाहिँ एकदम राम्रो लाग्छ अनि हाम्रो दुईजना अर्को चाहिँ यता हुनुहुन्छ तिनजना अगाडि हिँड्दै हुन्छ अनि यहाँ चाहिँ म छु है यो ओसाका चाहिँ यस्तै छ कि यति धेरै मान्छे हुन्छ त्यही भएर मान्छे पर्छ तर मान्छे धेरै भएको चाहिँ मन पर्दैन हामी बस्ने साइड चाहिँ अलिक तल पर्छ नि त त्यही भएर यतातिर हो जाउँ न त त्यसो भए यतै ल ल सिङ्गल र कुदौँ यिनीहरू हिँड्दै बिस्तारै आउनु कुदा न कस्तो राम्रो आएको हो कि गाइज अलिअलि अब टाइम छैन धेरै त्यही भएर टचअप गरिहाल्नु पऱ्यो बाटोमा हिँड्दा हिँड्दै मोबाइल राख्नु फेरि एकदम दामी जहाँ गए पनि स्याल गरेर भेटेको हामीहरू कहाँ लाग्यो र त्यो पार्ट मात्रै सुरु भइसक्यो र त्यही भनेको लजाएर भन्ने सकिसकेछ का हामी मात्र पो रहेछौँ त बाँकी त अनि के भनेको
लास्ट अगाडि बसेर जाउँ होला है भोक पनि लाग्यो तिर्खा पनि लाग्यो सबै लाग्यो है तेरिका ल तर कस्तो राम्रो रेस्टुरेन्ट हो यो रुफटपमा के है कस्तो शीतल हावा चापागाई दाइको कन्सर्ट पनि सक्यो कस्तो लाग्यो त एक्सपिरियन्स ओ माई गॉड लास्ट हो त्यस्तै भएको थियो कि अनि कस्तो लाग्यो त तपाईँहरूलाई आज सुजन चापागाई दाइको कन्सर्टमा कस्तो लाग्यो यस्तो भनेको ओप्पा दामी त्यही त है अनि कस्तो के होस् जे होस् रमाइलो त भयो नि हजुरहरूलाई रमाइलो भयो नि ठिक छ जति गीत पनि गायो यिनलाई चाहिँ सब आउने रहेछ हाम्रो चापागाउँ दाइको गीत मलाई चाहिँ हाम्रो दादाको गीत सबै मनपर्छ तर 2-3 वटा चाहिँ आउँछ चापागाउँ दाइको गीत चाहिँ मलाई सबै मनपर्छ तर 2-3 वटा चाहिँ मुखको सबै याद छ अरू चाहिँ आउँदैन ल ठिक छ ल मलाई चाहिँ एकदम अनेस्टली भन्नुपर्दाखेरि यो चाहिँ मेरो फर्स्ट कन्सर्ट थियो यसरी है सो मलाई चाहिँ एकदम रमाइलो लाग्यो एकदम मन पर्यो अब गीतहरू पनि प्रायः मनपर्ने गीतहरू नै थियो जस यस्तै थियो अब चाहिँ हामी फर्किन्छौँ नाम्रोबाट चाहिँ त्यही थियो आजको भिडियो चाहिँ जस्तै हेरेर मन पराइदिनु भयो थ्याङ्क यू सो मच सी यू इन द नेक्स्ट भिडियो है बाई बाई